यो तिहारमा दिदी बहिनीको हात शिरमाथि राखेर कसम खानु कि कसैको दिदी बहिनीको जिन्दगी बिगार्दैन भनेर, कसैको दिदी बहिनीको लाइफसँग खेल्दैन, इज्जतसँग खेल्दैन भनेर, कसैको दिदी बहिनीको आँखाबाट आँसु झर्ने काम गर्दैन भनेर कसम खानु सक्नुहुन्छ? कसरी सक्नुहुन्छ तपाईहरुले भन्नु त? कसरी सक्नुहुन्छ आफ्नो दिदी बहिनीलाई टीका लगाएर अरूको दिदी बहिनीको जिन्दगी भविष्य बर्बाद गर्न? आफ्नो दिदी बहिनीलाई चाहिँ शिरमाथि सजाएर अर्काको दिदी बहिनीलाई चाहिँ खुट्टा मुनि दबाउने यो विकृति चाहिँ बन्द गर्नु होला। हरेक नेपाली दिदी बहिनीको जीवनमा घटेको घटना हो यो। हरेक नेपाली दिदी बहिनीको आँखाबाट झरिरहेछ आँसु यो घटनाले गर्दा। यदि तपाईहरुको जीवनमा पनि यस्तै घटनाहरू घटेको छ भने बोल्नुस्, आवाज उठाउनुस्। अहिलेको यो जमानामा दब्बेर होइन, अगाडि डटेर हात जुडाएर अगाडि बढ्नुस्। हो, दशैं तिहार मनाउनु पर्छ, वर्षमा आउने चाडपर्व आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ, बचाउनु पर्छ। तर दशैं तिहार हो भन्दैमा विकृति फैलाउन भएन। आफ्नो संस्कार र संस्कृति र रीतिरिवाज अनुसार चल्नु पर्यो। ह्याप्पी तिहार। सबैजना खुसी, सुखी र समृद्धि रहनु, कसैलाई नराम्रो नहोस्। मैले यो भिडियो बनाउनुको रिजन चाहिँ समाजमा धेरै घटनाहरू यस्तो घटिरहेको छ। म चाहन्छु कि कसैको दिदी बहिनीको आँखाबाट आँसु नझरोस्, त्यसैले कसैको दिदी बहिनी खरानी भएको देख्न नपरोस्। यसैले यो भिडियो बनाएको हो। धन्यवाद। सबैजनालाई माया छ मेरो मनदेखि अनि इज्जत पनि छ सबैजनालाई।